साथीहरू तपाईहरुलाई म आज हैन यो भारलाङ जातको अलैँची चाहिँ रोप्ने एकदम तरिकाहरू सिकाउँदै छु। तपाईहरु पनि रोप्नु होला यसरी। यसलाई चाहिँ कसरी रोप्नु पर्छ भने तपाईहरु हेर्नुहोस्, यसरी खन्ने हैन, खनिसकेर चाहिँ यो यसरी मिलाउने टुप्पोहरू हैन, मिलाएर चाहिँ अनि यसरी रोप्नु पर्छ। यो चाहिँ एकदम मजाले फस्टिन्छ है। यो यता अलिकति चाहिँ छोड्नुपर्छ, त्यहाँबाट टुसा हान्छ। यो यताबाट पनि टुसा हान्छ हैन। यहाँ देख्नु यसरी तपाईहरुकोतिर कसरी रोप्छ, हाम्रोतिर चाहिँ हामी यसरी रोप्छौँ। भारलाङ जातको चाहिँ हैन, यसरी रोप्यो भने चाहिँ तपाईको यो यसले चाहिँ फेरि माथिबाट छिटो पानी भेट्छ क्या, माथि नै भेट्छ। तल आइपुग्दा ओर्दा चाहिँ सुक्छ भनेर यो यसो गरेपछि चाहिँ माथिबाटै पानी भेट्छ छिटो। त्यही भएर हामी चाहिँ यसरी रोप्छौँ है गाइजहरू। तपाईहरु कसरी रोप्नुहुन्छ र तपाईहरुलाई मैले रोप्ने तरिका सिकाएँ। अब एक दिन अर्को भिडियोमा टिप्ने तरिका पनि सिकाउने छु। हस् त, लाइक, कमेन्ट, सेयर गरिदिनु होला, फलो पनि गरिदिनु होला। धन्यवाद।